सम्पूर्णमा जयमसी जीवनको लागि सत्यता दैनिकी उपासना पुस्तक गस्पल पब्लिकेशनद्वारा प्रकाशित भएको आजको शीर्षक रहेको छ ठिकसँग माग्नु। आज वैशाख 14 गते आइतबार अप्रिल 27 तारिक। आजको खण्ड रहेको छ याकुब 4:2-3। यहाँ यस प्रकारले लेखेको छ, तिमीहरूसित हुँदैन किनभने तिमीहरू परमेश्वरसँग माग्दैनौ। तिमीहरू माग्छौ तर पाउँदैनौ किनकि आफ्ना अभिलाषा पूरा गर्नलाई बेठिकसित माग्छौ। जन न्युटनले कम माई सोल द स्वीट प्रिपेयर्ड पुस्तकमा यस प्रकारले लेख्नु भएको छ, तपाईँ राजा कहाँ जाँदै हुनुहुन्छ ठुला ठुला बिन्तीहरू लिएर, किनकि उहाँका अनुग्रह र शक्ति महान छन्। उहाँलाई माग्नको निम्ति कसैसँग कहिले धेरै हुने छैन। जब हामी प्रार्थना बारे परमेश्वरको वचनले के सिकाउँछ भनी विचार गर्छौ, तब हामीले माग्नुपर्छ भन्ने कुरा पाउँछौ। परमेश्वर सार्वभौम हुनुहुन्छ भन्ने कुरा जानेर र हामीले उहाँको इच्छा नै पूरा होस् भन्ने इच्छा गर्नुपर्छ र हामीले नम्रता, इमानदारिता, प्रेम साथ माग्नुपर्छ। येशूले गेतसमनीको बगैँचामा यसरी प्रार्थना गर्नुभयो, अब्बा पिता, तपाईको निम्ति सबै कुरा सम्भव छ, यो कचौरा मबाट हटाइदिनुहोस्, तर पनि मैले इच्छा गरे जस्तो होइन, तपाईले इच्छा गर्नुभए जस्तो होस्। मर्कुस 14:36। यहाँ भएको सन्तुलनलाई विचार गर्नुहोस्। परमेश्वरको शक्तिमा पूर्ण भरोसा गर्दै मानवीय दृष्टिकोणमा असम्भव देखिने कुरा गर्नको निम्ति पितालाई बिन्ती गर्नुहुँदा पनि येशूले आफूलाई पिताको इच्छाप्रति पूर्ण रूपमा समर्पण गर्नुभयो। कचौरा नहट्नुको कारण ख्रिस्टले त्यसो हुनको निम्ति पर्याप्त विश्वास गर्नुभएको थिएन भन्ने होइन, तर परमेश्वरको सार्वभौम उद्देश्यले मात्र कचौरालाई हटाइनबाट रोकिएको थियो। यसरी जब हामी मानवीय दृष्टिकोणमा असम्भव देखिने कुरा गर्नको निम्ति पितालाई बिन्ती गर्छौँ, उहाँको सार्वभौमिकताले हाम्रो साहस र उत्साहलाई कमजोर पार्दैन, बरु तिनीहरू दयापूर्वक उहाँको सार्वभौमिकताको नियन्त्रण मुनि आउँछन्। परमेश्वरको सन्तानको रूपमा तपाईको आवश्यकता र उहाँको इच्छा अनुरूप तपाईले माग्नु भएको सबै कुरा उहाँले पूरा गर्नुहुनेछ भन्ने विश्वासको साथ साहसी भएर तपाईँ उहाँको सामु आउन सक्नुहुन्छ। येशूको उदाहरण पछ्याउँदै तपाईँ आफ्नो इच्छा पिताको प्रेमिलो सार्वभौमिकतामा सुम्पन सक्नुहुन्छ। जब तपाईँ सही तरिकामा सही कुराको लागि परमेश्वरमा भरोसा गर्नुहुन्छ, तब उहाँले सही प्रतिक्रिया दिनुहुन्छ भनी तपाईँ विश्वस्त हुन सक्नुहुन्छ। तपाईले कहिले त्यस्तो कुरा माग्न सक्नुहुन्न जुन परमेश्वरले दिन सक्नुहुन्न, त्यसैले माग्नुहोस्। तपाईको आजको दिन आशिषमय भएको होस्। जय मसीह।